जापानको अर्थ मन्त्रालयले वृद्ध-वृद्धाहरूको स्वास्थ्य उपचार खर्चमा उनीहरूको हिस्सा बढाउने प्रस्ताव अघि सारेको छ। एक कार्यक्रममा मन्त्रालयले अब वृद्ध-वृद्धाहरूले पनि काम गरिरहेको युवा पुस्ता सरह अस्पतालको बिलमा करिब 30% रकम आफै तिर्नुपर्ने सुझाव दिएको हो। हाल जापानमा उमेर र आम्दानीका आधारमा वृद्ध-वृद्धाहरूले 10 देखि 30% सम्म मात्रै उपचार खर्च बेहोर्दै आएका छन्। तर बढ्दो महँगी, स्वास्थ्य कर्मीहरूको तलब वृद्धि तथा तीव्र रूपमा बढिरहेको वृद्ध जनसङ्ख्याका कारण स्वास्थ्य क्षेत्रमा खर्च व्यवस्थापन गर्न कठिन हुँदै गएको मन्त्रालयले जानकारी दिएको छ। यस प्रस्तावको मुख्य उद्देश्य काम गर्ने युवा पुस्तामाथि परेको स्वास्थ्य बिमा शुल्कको भार कम गर्नु र विभिन्न पुस्ताबीच वित्तीय सन्तुलन कायम गर्नु रहेको बताइएको छ। यदि यो प्रस्ताव कार्यान्वयनमा आएमा 70 वर्षभन्दा माथिका धेरै वृद्ध-वृद्धाहरूको उपचार खर्च हालको तुलनामा उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। सरकारले यस विषयमा थप छलफल गर्दै छिट्टै ठोस योजना र कार्यान्वयन समय तालिका सार्वजनिक गर्ने तयारी गरेको छ।